रोपाइ पनि कहिले सकिने हो खै। अलराइट गाइज, वेलकम टु माई मिनी ब्लग। आयो हजुर सन्चै हुनुहुन्छ र म सन्चै छु। म चाहिँ बिहानै गएर आली भिट्टा खनेर घर आए। खेतमा पानी पनि पुगेको थिएन, सो त्यही भएर आज चाहिँ बिहानै घाम लागेको थियो। पानी नपुगेको कारणले खेतमा पानी हाल्नको लागि अब मोटरबाट पानी तानेर खेतमा हाल्न पर्ने हुन्छ। रोप्न त पर्यो, आकाशको पानीको भर गरेर हुँदैन भनेर मोटरबाट पानी तान्न भनेर घरबाट नारा लिएर आए। पानी तान्ने ठाउँमा चाहिँ ल्याइ पुर्याए मैले। मोटर चाहिँ भेनाले र बाबाले ल्याउनु भएको थियो बाइकमा। बिहान चाहिँ यति खनेर गएको थिएँ। अब यो खेतमा मोटरले पानी तानेर रोप्नु पर्ने हुन्छ। मलाई चाहिँ भोक लागेको थियो, त्यसैले म चाहिँ खाना खान जाँदैछु। खानालाई छिटो छिटो खाएर मोटरबाट पानी तान्न पर्ने हुन्छ। खाना खाएर यसो हेर्न मोटरमा टार जोड्दै हुनुहुन्थ्यो। पानी चाहिँ माथि डाँडामा लान पर्ने हुन्छ। आज घाम भने यति लागेको थियो कि साथीहरू कुरै नगर। नालालाई बिछ्याएर पनि पानी ल्याउनको लागि रेडी भयो। पानी लिक हुन्छ कि भनेर मिलाउँदै हुनुहुन्छ। साथीहरू मोटरबाट पानी पनि आयो। मिलाउँदा मिलाउँदा फाइनली बल्ल मोटरले पानी तान्यो। अब चाहिँ झ्याम झ्याम रोपाइ हुन्छ। म चाहिँ अब आली हाल्न जाँदैछु। आली हाल्न पनि कहाँ सजिलो छ त नि, घामले पोलेर हैरान पारेछ। माथि काम पनि गर्न परेको छ। एकछिन शीतलमा बस्दै थिएँ, मम्मीले च्याउ ल्याउनु भएको रहेछ। च्याउ पनि राम्रै भेटाउनु भएको रहेछ। एकछिन बस्दै थिएँ, पानी पनि पुगेर नालालाई बेर्न बोलाउनु भयो। ढिलो नगरिकन बेरेर पनि सके। यस्तो घाममा काम गर्न गाह्रो छ साथीहरू। एकछिन पछिमा नास्ता खाने टाइम पनि भयो। मैले चाहिँ खाना खाएर पनि सके। यता मम्मीले चाहिँ खाँदै हुनुहुन्छ। खाना खाएर हामी लागे आली हाल्नको लागि। साथीहरू जोतेर पनि सकियो। माथिबाट चाहिँ रोप्दै आउनु भएको छ। म लागे कोदालो बोकेर घरतिर। साथीहरू आजलाई भिडियो यति नै। भिडियो के कस्तो लाग्छ कमेन्ट गरेर, भिडियो मन पर्छ भने फलो पनि गर्नु होला। बाइ।